हेलो वेलकम गाइस। आज चाहिँ हामी हो सबै फ्यामिली यहाँको कोशी स्विमिङ पुलमा आएको छौँ है। एक्ज्याक्ट लोकेसन कहाँ भन्छ चाहिँ रातेपानी मुनि पर्छ हो, कट्याङ रोड कोशी हुनुपर्छ, जमलिङ भन्छ यहाँको उयो नाम चाहिँ। यहाँ मेरो छोरी हो, मेरो वाइफ, यो राजेन गाउँको दाजु हो, मेरै दाजु हो, यो अमर अमिर हो, यहाँ सबैजना यहाँ आएको छौँ। यहाँनिर मजाले खेल्दैछ। यहाँनिर यस्तो चाहिँ यहाँको नजारा चाहिँ हेर्नुहोस्। यहाँ फेरि मेरो नानी चाहिँ यहाँ हेर्ने यहाँ हो, मजाले ऊ चाहिँ बसेर ऊ स्प्राइट खाँदै हेर्दैछ हो। ऊ चाहिँ यहाँ राजन फेरि यहाँनिर क्यामेराम्यान चाहिँ यहाँ खास क्यामेराम्यान चाहिँ उहाँ हुनुहुन्छ हो। यस्तो छ यहाँको नजारा चाहिँ हो, यस्तो छ, अति राम्रो छ हो। तपाईँ खेल्नु चाहनु इच्छुक हुनेहरू आउनुहुन्छ, यहाँ आउँदा हुन्छ हो। तपाईँको 150 मात्रै छ, तर अलिकति थुप्रोजना छ भने डिस्काउन्ट पनि गरिदिन्छ हो, डिस्काउन्ट पनि गरिदिन्छ। यहाँनिर सबैजना खेल्ने छ। यहाँ चाहिँ मेरो नानीको चाहिँ टिचर मिस हो कि उहाँ नि सिक्दैछ हो, उहाँ हो मिस। सबैजना सबै जग्गाबाट आउनु भएको छ यहाँ हो। यस्तो घाम पनि फेरि टन टन लाग्छ यहाँनिर कि, यस्तो छ यहाँको अति राम्रो छ हो। अलिक सबैजना आयो भने यति हुन्छ हो। यति नै देखाउँदै है तपाईँहरूलाई यो भिडियोलाई यति नै राख्न चाहन्छु हो। यहाँको नजारा चाहिँ यस्तो छ, सबैजना आउनुहोस् भनी सबैजनालाई भन्दै है यो गरममा आउनुहोस्। यहाँनिर फुट्ने चिज जस्तै बोतलको कुनै बियरहरू हुन्छ हो, हिट बियर बोतलको बियरहरू, बोतलको चिज चाहिँ ल्याउनु पाइँदैन। बियरहरू खानु मन लाग्यो भने तपाईँले केन बियरहरू खानु पाउनुहुन्छ यहाँनिर। अन्त त्यहाँदेखि अरू चिज जे माग्नुहुन्छ त्यो यहाँनिर पाउँछ। अब चिकन ललिपप, चिकन तपाईँको ड्राई फ्राई है सबै पाउँछन् यहाँनिर। तपाईँको बोतलको चिज चाहिँ अलिकति ल्याउनु पाउँदैन यो स्विमिङ पुलमा चाहिँ, किनकि फुटेर स्विमिङ पुलमा कतिको चाहिँ खुट्टाहरू काट्यो भने यहाँनिरको जो यहाँको जमलिङको मालिक हुनुहुन्छ उहाँले चाहिँ हामीलाई यो सूचना दिनुभयो। त्यसै कारणले गर्दाखेरि सबैजना होस्, यहाँ नानीको पनि खेल्ने छ हो। तर यहाँ एउटा के छ भने तपाईँको जेन्ट्स लेडिज एकै जग्गा छ, त्यो चाहिँ यहाँ तपाईँको सुविधा छ होइन। लेडिज अलग्गै जेन्ट्स अलग्गै त्यो चाहिँ छैन, एकै ठाउँ पर्ने छ। समथिङ तपाईँको 5.5 फिट मात्रै छ यहाँको, यो 5.5 फिट मात्रै छ यहाँको, पल्लो छेउ साइडमा मात्रै 5.5 फिट छ। यता त तपाईँको 3, 3.5, 4 फिट मात्रै हो, त्यो खालको जग्गा छ। आउनुहोस् सबैजनालाई है यो भिडियोको मार्फत हेरेर अन्त सेयर गरिदिनुहोस्। कोही आउनुपर्ने यो नामथाङ रातेपानी जिपिए पर्छ हो, त्यो जग्गामा आउनुहोस्, अति राम्रो छ है। त्यति भन्दै सबैजनालाई धन्यवाद भन्दै यो भिडियोलाई यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद।